जापानको सबैभन्दा फेमस रामेन म आज घरमै बनाउँदैछु, त्यो पनि जम्मा 0 येनमा। आज क्लासमा धेरै दिनपछि एकदमै इन्ट्रेस्टिङ टपिकको पढाइ भइरहेको थियो, जुन थियो ब्लड ग्रुपको बारेमा। र म जस्तो एबी ब्लड ग्रुपको मान्छेहरू चाहिँ एकदमै अप्टिमिस्टिक हुन्छन् रे, जुन चाहिँ म कुनै हालतमा पनि छैन। र क्लास सकिने बित्तिकै मेरो आज काम भएकोले म सिधै आएँ ट्रेन स्टेसन, अनि ट्रेन चढेर म आएँ काम गर्ने ठाउँ। र टोटल 5 घण्टाको काम सकेपछि मलाई एकदमै रामेन खान मन लागेकोले म आएको थिएँ कन्भिनियन्स स्टोर। 2 हप्ता अघि मैले यो रामेन किनेको बेला एउटा यस्तो फ्री कुपन पाएको थिएँ, जसबाट पाउँछु म यो रामेन फ्रीमा। र फाइनली मसँग छ साप्पोरोको नम्बर 1 रामेन। यो रामेनको इन्ट्रेस्टिङ कुरा चाहिँ यसलाई पानीमा उमालेर रामेन पसलमा जस्तै बनायो भने यो एकदमै मिठो हुन्छ रे। त्यही माथि यो रामेनलाई अझै मिठो बनाउन थोरै हरियो सब्जी मिसाएको यो यति राम्रो देखिरहेको थियो। र फाइनली अब चाहिँ ट्राई गर्ने पालो। हेर्दाखेरि यो एकदमै सादा देखिए पनि यसमा मैले के मिसाएको भएर होला, अनि यसको सुप पनि यति मिठो थियो नि, यो मैले सोचेको भन्दा पनि एकदमै मिठो भएको थियो। तपाई पनि जापानमा हुनुहुन्छ भने यो सप्पोरोको नम्बर 1 रामेन किनेर एकचोटि अवश्य ट्राई गर्नु होला। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।